एभ्रिवान अहिले चाहिँ यहाँनिर दमकमा आइपुगेको छु म गाइज। गर्मी उठ्दै छ फेरि गाइज दमक ढाकातिर। वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अहिले चाहिँ म यहाँ मधुमलादेखि दमक जाँदैछु गाइज। के कस्तो लाग्छ भिडियो हेरेर साथ दिनु होला। हेलो गाइज, अहिले चाहिँ यो दमक भित्रभित्र बजारतिर कुद्दैछौँ गाइज। बाटो साटो अलिक थाहा छैन, बिर्सेर यस्तो गिद्दी लाग्छ कि नयाँ नयाँ हुनु यस्तै गाह्रो छ क्या। अब यो बाटो त्यति कुदिएको छैन। आइएकै छैन। बिरतामठको बाटो अहिले यो बाटोको हालत यस्तो छ गाइज। बिरतामठतिर धुलै धुलो हिलै हिलो बिजोग छ यात्रा गर्नेहरूलाई। अब यो बाटो कहिले ठिक नभनिन्जेली यस्तै हो गाइज। साह्रो छ बाटोको हालत यार। गर्मी उठ्दै छ फेरि गाइज दमक ढाकातिर। गर्मीले त मान्छे खुर्लुक खुर्लुक ढल्छन् होला यार, यस्तो साह्रो गर्मी छ नि। हेलो एभ्रिवान, अहिले चाहिँ यहाँनिर दमकमा आइपुगेको छु म गाइज। दमकको पुलमा टक्कसँगले देख्न सक्नुहुन्छ। दमकको पुलमा यस्तो गर्मी छ गाइज, पसिनै पसिना आइरहेछ है।
सो गाइज अहिले चाहिँ अब हामी दमकदेखि फेरि मधुमलातिर लागेको गाइज। यस्तो गर्मी छ, गर्मीमा यस्तो गर्मी खाना आइयो। अब फेरि मधुमला लागेको भिडियो हेर्नु होला। मेरो के कस्तो लाग्छ कन्टेन्ट यसो कमेन्ट गर्नु होला है त गाइज। गाइज अहिले भर्खर आइपुग्यो दमक बिर्तामोडको गर्मी खाएर मधुमल्ला। उफ के साह्रो गर्मी यार, यहाँ पनि गर्मी रहेछ गाइज। अब आज एक्सपिरियन्स हुन्छ गाइज है। अब यस्तै हो आजको लागि भ्लगलाई यतितिर एड गरिदिन्छु। सबैजनाले लाइक कमेन्ट सेयर गर्नु होला, सब्सक्राइब गरिदिनु होला।